हेलो अनि दर्शन नमस्ते साथीहरू, हजुरहरू सबैलाई स्वागत छ मेरो फर्स्ट मिनी ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो मलाई चाहिँ मिनी ब्लगहरू बनाउन पहिलादेखि नै एकदमै मन पर्थ्यो, तर आफ्नो आवाज सुनेर आफैलाई लाज लागेर आउँथ्यो अनि कसैले केही भन्छन् कि जस्तो पनि लाग्थ्यो। त्यही भएर म चाहिँ भिडियोहरू बनाएर राख्थेँ, मात्र पोस्ट गर्दिनँ थिएँ। पहिला चाहिँ म रिल्स भिडियोहरू मात्र हाल्ने गर्थेँ। अब चाहिँ जसले जेसुकै भनोस् भनेर म कसैको वास्ता नै नगरी भिडियोहरू, आफ्नै आवाजको भिडियोहरू पोस्ट गर्न थालेको छु। अनि मेरो फेसबुक च्यानल मोनेटाइज पनि भइसकेको छ। योभन्दा पहिला चाहिँ म सर्ट भिडियोहरू मात्र पोस्ट गर्थेँ। अनि हिजो चाहिँ मेरो नन्द घर आउनुभएको छ। सो नन्दले चाहिँ भन्नुहुन्छ कि भाउजू अब तपाईँ लामो लङ भिडियोहरू पनि हाल्ने गर्नु, सर्ट भिडियोले मात्र हुँदैन, बरु म पनि सपोर्ट गर्छु भन्न थाल्नुभयो। अनि थाल्यौँ हामीले चाहिँ आजदेखि ब्लगहरू बनाउन, काम गरेको ब्लगहरू बनाउने, सँगै काम गर्ने, यस्तो गर्छौँ। अनि मलाई पहिला भिडियोहरू बनाउन खासै आउँदैन थियो, एडिटहरू गर्न पनि आउँदैन थियो। आउन त अझै पनि राम्रोसँग आउँदैन, सिक्दैछु। जति हुन्छ त्यति कोसिस गर्दैछु। अनि हजुरहरूलाई मेरो भिडियोहरू कस्तो लाग्यो भन्नुहोला, कमेन्ट गर्नुहोला सबैले। हजुरहरूको कमेन्ट अनुसार नै म नेक्स्ट मिनी ब्लगहरू बनाउने छु। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न नबिर्सिनुहोला, र मलाई फलो नगर्नुहुने साथीहरूले फलो गर्न पनि नबिर्सिनुहोला है। आजलाई यति नै, बाई बाई।